मेरो इभी चाहिँ अहिले एकदमै क्रिटिकल सिचुएसनमा छ। सो हेलो एभ्रिवान, इट्स मी फिन्जा एन्ड वेलकम टु माई मिनी भ्लग। आज चाहिँ मेरो विकेन्ड भएको कारणले आई डिसाइडेड टु बी माई इभीज केयर टेकर फर अ डे। अनि जाने बित्तिकै मैले सानो मम्मी र बहिनीलाई खाजा दिइहालेँ। त्यसपछि आई वेन्ट टु द फार्मेसी। हिजो पैसा नपुगेको कारणले उहाँले औषधि किनेको छैन रहेछ, सो आई ह्याड टु बाई सम मेडिसिन। इभीको धेरै रगतहरू निकालेको कारणले उहाँको केही एनर्जी पनि थिएन, सो वी ह्याड टु हेल्प हर विथ एभ्रिथिङ एल्स। इन्डोस्कोपी गर्नुपर्ने कारणले पनि इभीले केही खान मिल्दैन भनेर भन्नुभएको थियो डक्टरले। फाइनली आफ्टर 6 आवर्स डक्टरले चाहिँ अब केही लिक्विड चिजहरू छ भने खुवाउँदा हुन्छ भनेर रेकमेन्ड गर्नुभयो। बट देन स्याडली इभीलाई पानी पनि खान गाह्रो भइरहेको थियो, सो डक्टर डिसाइडेड टु गिभ हर ग्लुकोज थ्रु पाइप। आफ्टर 2.5 आवर्स इभीको अलि मजाले होस आयो एन्ड देन सी स्टार्टेड टकिङ एन्ड दिदीहरू पनि आइपुग्नु भएको थियो, सो म पनि घरतिर लागेँ। थ्याङ्क यू फर वाचिङ माई भिडियो। लट्स अफ लभ।